नमस्कार। नमस्कार। तपाईको शुभ नाम? भुवनबहादुर आले। भुवनबहादुर आले। घर कहाँ पर्यो? तीनकन्या बेक्टाडी। तीनकन्याको बेक्टाडी। कति वर्ष उमेर भयो? 69। 69 वर्षको हुनुभयो। अनि तपाईँ चाहिँ नेपालको इतिहासमा कोत पर्वको घटनामा महत्त्वपूर्ण भूमिका खेल्ने भीमा आलेको सन्तान हैन त? भीमा आलेपट्टिबाट तपाईँ कति पुस्तामा पर्नुहुन्छ? भीमा आलेको छोरा नाति पनाति हो 6-7 पुस्ता आइसक्यो है। ए अनि कोत पर्व घटाइसकेपछि तपाईँको पुर्खाहरू चाहिँ काठमाडौँबाट यो ठाउँमा के गरी आइपुग्नु भयो त? यो ठाउँमा के गरी आइपुग्यो भने उहाँहरूलाई त्यतिखेर वीरता रोज्न आएको छ। ए जग्गा जमिन कहाँ मनपर्छ रोज्न लगाए हैन? रोज्न लगाउँदाखेरि अनि घुम्दै उहाँ अब हावापानी सब घुम्दै आउँदाखेरि हेर्नु अब सुनेको कुरो। हजुर हजुर। अनि हेरी आउँदाखेरि यसै आएर फाटफाट घुम्दै आएर यहाँबाट आएपछि यहाँ तल 26 भन्ने खेतमा त्यहाँ रोपाइ माउन्ट ठुलो रहेछ अरे। हजुर। हुँदाखेरि त्यहाँ आउँदाखेरि घोडामा आउनु भएको। हजुर हजुर। घोडामा आउँदाखेरि त्यहाँ त्यो रोपाइमा बाजा जानु गर्दाखेरि घोडा तर्स्यो अरे। ए बाजागाजाले गर्दा घोडा नि तर्स्यो। घोडा तर्सेपछि अनि थाम भन्दाखेरि थामिन छ। अनि थाम चाहिँ आउनेहरू अनि फेरि त्यहाँबाट घोडाबाट डढ्नु भएछ। डढेपछि ए पख मलाई यसो गरेर भनेर म यहीँ रोज्छु भनेर अनिखेरि उहाँले यसो गरेर यहीँ रोज्यो अरे। यस्तो ठाउँमा हेर्नु त। ए होइन ठाउँ त राम्रो छ नि होइन र? ठाउँ त राम्रो भएर के त्यतिखेर अन्त रोजेदेखि कस्तो हुने अहिले हेर पावितामा। अनि तपाईँको पुर्खा भीमाले यहाँ आउँदाखेरि त अनि त्यो खुलाल मगरहरूसँग ठुलो लडाइँ भएको भनेर भन्ने पनि सुनिन्छ नि हो नि? पछाडि हो के भएछ त्यतिखेर चाहिँ? अब मुखेल जुधे नि। ए त्यो हुन चाहिँ पहिला खुलाल मगरहरूको जग्गा रहेछ। ए खुलाल मगरहरूको जग्गा चाहिँ भीमालेहरूले चाहिँ एकदम मन पराएर त्यही जग्गा हामीलाई चाहिन्छ भनेर भन्यो। त्यसो के भयो? अनि हाम्रो जग्गा छोडिदिनु भनेर खुलाल मगरहरूले नछोडेपछि अनि आले मगर र खुलाल मगरको झगडा भयो। त्यहाँ हुने अब रोज्नु पाउने पाएको। ए अनि अहिले बेखबिर्ता छ कि छैन तपाईँहरूको? ए सबै हराए है? अनि भनेपछि त जङ्गबहादुर राणाले त तपाईँहरूलाई त खुब माया गरेर छ नि त है? जहाँ मन परायो त्यहीँ उ गर्ने होइन? अनि यहाँ यो ठाउँबाट चाहिँ काठमाडौँ जाँदाखेरि पनि त रामाले भीमालेलाई त जङ्गबहादुरले खुब सत्कार गर्थे अरे नि त? हो जस्तो के अरे काठमाडौँबाटै कालीगढ लगाएर चाहिँ तल सुली भन्ज्याङमा मन्दिर बनाउन लगाएको रहेछ नि त होइन? त्यो तपाईँहरूकै त्यो त तपाईँहरूकै सम्पत्ति हो नि हुन त? गुठी राखेको खेतमा तौ खोला। हजुर। यहाँ त्यसो गरेर राखे भन्थे। हजुर। अनि त्यो सुली भन्ज्याङको मन्दिरमा चाहिँ अझैसम्म के तपाईँहरूले पूजाआजा गरिरहनु भएको छ? छैन। किन छोड्नुभयो त? त्यहाँबाट के भयो भनेदेखि गर्दै थियो यो वीरता अलमन हराउँदै गएपछि छोडिदिए। ए वीरता हुन्जेलसँग मात्र गरेको नत्र छोडिदिएको? त्यसै। ए थिए अब सोलबाती अब सबै बाजा गाजा के गर्ने अब सबै थिए भन्थे। हामी त पछाडिको अनिखेरि त्यहाँबाट यो वीरता अलमन भएपछि अनि बाहरूले नै छोडिदिनु भएको छ। ए छोडेर त्यत्तिकै अनि त्यो जग्गाहरू अझै छ भन्थ्यो कता पुर्यायो के अहिले के भन्नु चलन कस्ता। अनि जङ्गबहादुरसँग मिलेर कोत पर्व घटाउने भनेको सिन्धुलीको तीनकन्याको आले मगरहरू होइन त? घटाउने त आले मगरहरू नै त हो नि? अनि त्यो कोत पर्व घटिसकेपछि यो जुन कोत पर्वमा चाहिँ जुन हत्या भयो त्यसबाट चाहिँ प्रायश्चित्त गर्नको लागि बनाएको त्यो मन्दिर होइन त? त्यो तल मन्दिर अझै पनि छँदैछ। अनि त्यो मन्दिर चाहिँ अहिले कसरी सञ्चालन भइरहेछ त? अझ त्यसै बिगाड्छ। ए सञ्चालन हेर्नु त त्यो उहाँको बेच्यो। हजुर। अब कता बेचेर कता ल्यायो जग्गाहरू ल्यायो अनि त्यहाँ हामीले वास्ता गरेर चाहिँ कता पुऱ्यायो। त्यस्तै धोपबत्ती के गरिरहेछ कता त्यो हिँडाइमा त्यति भइरहेछ। ए मन्दिर जे हो नि सुव्यवस्थित रूपमा आफ्नै तरिकाले चल्न चाहिँ चलिरहेछ। ए जे भए पनि तपाईँको पुर्खाहरू भनेको नेपालको इतिहासमा एउटा नाम चलेको पुस्ता हो है होइन? एउटा कर्मठ सिपाही हो। तपाईँहरूले चाहिँ
नुनको सोझो गर्नुभयो भनौँ न होइन। जे सिपाही भइसकेपछि नेतृत्वले जे भन्यो त्यही गर्नुपर्ने हो। त्यही अनुसार चाहिँ अब तपाईँहरूले कोत पर्वमा तपाईँको पुर्खाहरूले चाहिँ त्यो घटना घटाउनु भयो है। अहिले आइपुग्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ? म चाहिँ भीम हालेको सन्तान हुँ भनेर भन्दा कस्तो लाग्छ? मलाई त नराम्रो लाग्छ। नरमाइलो लाग्छ हो? यो बेखले लाग्यो सेख हामीलाई त हो र? अब उसले अब यो रगतले हामीलाई उभाउनु हुँदैन हो र? खमातीहरू जस्तो लाग्छ। अनि भीम हालेको सन्तानहरू पनि त माथिल्लो माथिल्लो पदमा पुग्यो होला नि त? छैन, कुनै सकेन। ए त्यो कोत पर्वकै रगतले हो त? मलाई घृणित लाग्छ। ए भनेपछि कोत पर्व हत्या मचाउ भनेर भन्ने जङ्गबहादुरहरू चाहिँ श्रीपेज लगाएर बसे होइन। अनि उनीहरूले भने मान्नेहरू चाहिँ माथि पुग्नै सकेनन्। अनि रामालेका सन्तानहरू चाहिँ कता, तपाईँले कता छन् भन्नुभयो? तिलपुङ ढ्याङ्ग्रे लेख त्यो भनेको कता, सिन्धुली जिल्ला कि रामेछाप? रामेछाप जिल्ला पर्छ, रामेछाप जिल्ला पर्ला। ए अनि उनीहरूको सन्तानसँग तपाईँहरूको भेटघाट चिन्जान छैन है? छैन। ए दाजुभाइ नै हुन् तर पनि चिन्जान भेटघाट छैन होइन? ए अनि अन्तिममा केही भन्न चाहनुहुन्छ? केही पनि चाहन्न। ल तपाईँलाई धेरै धेरै धन्यवाद है। ल नेपालको इतिहासमा जे भए पनि तपाईँहरूको पुर्खाले भीम हालेले एउटा नाम राख्नुभएको छ होइन। त्यो नाम चाहिँ अब मेटिँदैन कहिले पनि। उहाँको सन्तान तपाईँलाई धन्यवाद। एकछिन भने पनि गफ गर्नुभयो है, धन्यवाद। ल हस्।